कोरियन भाषा विद्यार्थी हुँदै प्रशिक्षकको महाअभियानमा गएको कोरियन भाषा प्रशिक्षक दिपजङ ठकुरी। म यतिकै तपाईहरुलाई च्याप्टर 15-16 मा गइरहेका महत्त्वपूर्ण क्वेशनहरु र ईपीएस एक्जाममा बारम्बार दोहोरिएर आइरहेका क्वेशनहरुलाई सल्भिङ गराउन गइरहेको छु र तपाईहरुलाई यदि मन पर्यो भने युट्युब च्यानल सब्स्क्राइब र लाइक कमेन्ट गर्नमा तपाईहरुले मन परे कमेन्ट जिज्ञासाहरुमा छोड्नु होला। फेरि त्यसै अनुसार फेरि पनि हामी नयाँ भिडियोहरु ल्याएर तपाईहरुमा आज आउने नै छौं। यतिकै ढिला नगरी हामी टपिकतिर लाग्यौं ल। थामल खुरिमल फोगो मान्नुन गस थानो खुरुसिप्सियो भने तलको चित्र हेरेर मिल्ने शब्द छान्नुहोस् भनिराछ। 1 नम्बरमा छ फानफाजी। एक नम्बरमा छ फानफाजी। फानफाजी भनेको के हो त? हाफ प्यान्ट। हाफ प्यान्ट। 2 मा छ छङफाजी। छङफाजी भनेको जिन्स प्यान्ट। जिन्स प्यान्ट। दुई मा के छ त? छङफाजी। छङफाजी भनेको जिन्स प्यान्ट। जिन्स प्यान्ट। 3 मा छ त वान पिस। वान पिस भनेको वान पिस। वान पिस। 4 मा छ त टी सर्ट भनेको टी सर्ट। टी सर्ट। यो के होला त? तपाईहरु अनुमान गर्नुस् त। फानफाजी हाफ प्यान्ट हो कि छङफाजी जिन्स प्यान्ट हो कि वान पिस हो कि टी सर्ट हो त? ल तपाईहरु एन्सर भन्नुस् कमेन्टमा। ल यो फानफाजी होइन, हाफ प्यान्ट। छङफाजी पनि होइन, वान पिस हो। यो वान पिसलाई हामीले लक गर्यौं र यसै गरी टी सर्ट पनि होइन, टी सर्टलाई पनि इन्टु गर्यौं। ल क्वेशन नम्बर 2 रहेको छ। क्वेशन नम्बर 2 थामो खुरिमिल फोगो मान्नुको थानो खुरु सिप्सियो छ। 1 नम्बर क्वेशन नम्बर 2 मा रहेको छ। 1 नम्बर छ फोदुङ साने खागो इस्सयो। घर जग्गा कारोबार स्टेशनमा गइरहेको छन् भन्यो। यी मान्छेहरुले के गरिरहेको छन् त? 2 मा छ इसारो लागो इस्सयो। बसाइ सराइ सरिरहेको छन्। बसाइ सराइ सरिरहेको छन् कि? 3 नम्बरमा छ छिबुल आराफोको इस्मिदा। घर हेरिरहेका छन् अरे। 4 नम्बरमा छ ख्यागुल हागो इस्मिदा। सम्झौता गरिरहेका छन्। यी मान्छेले के गरेको छन् त? सर्वप्रथम हामीले हेर्ने यहाँ लेटर लेखिरहेका छन् कि छैनन्। मेन्टिस। अनि घर जग्गा जाने बेलामा बाटोमा गइरहेको कुरा होला। इसागो भन्ने कुरा तपाईलाई थाहा नै छ नि त। एउटा टरकको माथि गमला राखेर हुन्छ जान। छिबुला आराफोको भन्ने कुरा छ नि त, कम्प्युटरमा घर देखाइरहेको हुन्छ। अनि 4 नम्बरमा छ ख्यागुल हागो इस्मिदा। यो मानिसहरुले सम्झौता गरिरहेका छन्। 1 को पनि होइन, 2 को इसागो इस्मिदा पनि होइन, 3 को छिबुला आराफोको इस्मिदा पनि होइन, 4 को हो ख्यागुल हागो इस्मिदा। सम्झौता गरिरहेका छन्। 5 नम्बरमा हेर्नु त थामु छिल्मुले खेदा हासिप्सियो छ। दादा यहाँ के भयो? थामुल थानवा ख्वान्गे नुनगत गसुन मसिमनिका छै। ल फेरि सुन्नु त। थामुल थानवा ख्वान्गे नुनगत मसिमनिका। तलको शब्दसँग सम्बन्धित शब्द के हो त? यहाँ छ फोरान्सेक। फोरान्सेक भनेको बैजनी कलर।
बैजनी रङ बैजनी रङ भन्ने त तपाईलाई थाहै छ। यससँग सम्बन्धित कुराहरू के छ त? यहाँ नाल्ची मौसम हो कि, छुइमी रुचि हो कि, सेक्काल कल रङ हो कि, चारमा छ यौल बार हो कि त? ल तपाईलाई के जस्तो लाग्छ त भन्नुस् त? यो फोरेन्सिक बैजनी रङ बैजनी कलर र नाल्ची भएन। नाल्ची मौसम सम्बन्धी कुरा, मौसम सम्बन्धी छुट्टा थप्पा कुरा आयो भने नाल्ची हुन्थ्यो। छुइमी रुचि सम्बन्धी कुरा भएन। रुचि के हो त? थोक्स आधा एङ आधा नाक्सी आधा भने छुइमीतिर जान्थ्यो। यो फोरेन्सिक भनेको बैजनी रङ त्यो भएर कलरतिर गयो। सेक्काल एन्सर। यो बार मिति टाइमतिर छ कि त? कहिलेकाहीँ टाइमतिर छ भने यही हुन्छ, त्यही भएर यही होइन। यसको बेस्ट एन्सर सेक्काल भयो। अब क्वेसन नम्बर 5। अब जाउँ हामी क्वेसन नम्बर 4। थाउम थानवा ख्वान्गेनुन खुरिमुल खुरुसिप्सियो भनेको छ। तलको शब्दसँग सम्बन्धित चित्र छान्नुहोस् अरे। यहाँ छ मासुको। मासुको भनेको के हो त? मार्क्स। अब मार्क्स कति नम्बरमा छ त? 1 नम्बरमा के हो त? मोजा भनेको टोपी छ है यहाँ। मोजा यसलाई के भन्छ त? हेडफोन खुइतप्के कानमा ढाक्ने, यसलाई भन्छ खुइतप्के हेडफोन। यो के हो त? ज्याकेट, यसलाई भन्छ चम्फा। यो के हो त? मासुको। यो त सबै नर्मलै छ। यो भएन, मोजा भएन, खुइतप्के भएन, चम्फा भएन। यसको आन्सर के हो त? मासुको। ल अब फेरि हामी क्वेसन नम्बर 5 मा गयौं। थामुल थानवा फान्देयान मारुल मुहसिमनिका भनेको छ। तलको शब्दसँग उल्टो शब्द के छ त? फान्देहान। उल्टो शब्द के हो? मुहसिमनिका भन्यो। यहाँ रहेको छ छोयङ हादा। छोयङ हादा भनेको के हो त? शान्त हुनु। ठिक छ। एकमा छ फेल्लिया हादा। फेल्लिया हादा के हो त? सहज हुनु। अब 2 मा छ फुजोगादा। फुजोगादा भनेको के हो त? अपुग हुनु। अब 3 मा रहेको छ थरप्ता। थरप्ता भनेको के हो? फोहोर हुनु। चार मा छ सिकुरप्ता। सिकुरप्ता के हो त? हल्ला हुनु। हल्ला है त। यो माथि लेखेछु, यहाँ ठाउँ नभएर हेर्नु होला। हल्ला हुनु के हो त? छोयङ आधा शान्त हुनुको फान्देमा उल्टो। फेल्ली हादा हो कि, फुजोग आधा हो कि, थरप्ता हो कि सिकुरप्ता होला त? ल फेल्ली आधा सहज हुनु। यसको चाहिँ फेल्ली आधा हुँदैन। फुजोग आधा अपुग हुनु, मोजार आधा अपुग हुनु, यो चाहिँ भएन। थरप्ता फोहोर हुनु। थरप्ताको फोहोर हुनु भने भएन। सिकुरप्ता हल्ला गर्नु, शान्त गर्नुको हल्ला गर्नु। आजको विषयवस्तुलाई